गाइस 45 मिनटको बाटोमा चाहिँ हामीलाई लागिसकेको छ धेरै टाइम। अझै जाम खुल्ने नामो निशान छैन। गाह्रो छ। जाम खुल्ने नामो निशान छैन गाइस। यो कति किलोमिटर लामो छ यो? 45 मिनटको बाटोमा चाहिँ हामीलाई लगभग 3 घन्टा 3.5 घन्टा लागिसकेको छ। अझै जाम खुलेको छैन। मान्छेहरू बाहिर निक्लेर हिँडिरहेछन्। बिग ट्राफिक जाम। वान वे चाहिँ पुरा खुल्ला छ, एउटा वे चाहिँ पुरै बन्द। गाह्रो छ साथीहरू, गाह्रो छ। यो के अगाडि एक्सिडेन्ट भएको छ अरे, 3टा गाडीहरू चाहिँ जुधेर काराङकुडुङ के भएको हो। त्यसपछि त्यही कारणले गर्दा जाम भएको भन्ने छ। जाम चाहिँ धेरै नै छ। कहाँसम्म पो हो? म गाडीबाट झरेर हिँड्दा चाहिँ फेरि अहिले साथीले नदेखेर बाटोमा पऱ्यो भने बिजोक अवस्था हो कि जस्तो, कता कता त्यस्तो हुनसक्छ गाइस। Ich habe keinen Bock, ich muss Kalorien verbrennen. Traffic jam, traffic jam. सेकेन्ड हुन्छ फेरि बन्द, 30 सेकेन्ड हुन्छ फेरि बन्द। अलि यसो चलपल फेरि बन्द। यसरी त आज घर पुगेला छैन गाइस। यस्तै छ बाटोमा लखर 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 हिँडेर त के होला र। 45 मिनटको बाटोमा 3 घन्टा लाग्यो। 5 घन्टा जतिमा चाहिँ पुग्छौँ कि हामी भन्ने हो। हेरौँ हेर्दै जाउँ।